रहेछ मलाई त झन्डै ठोकिहाल्यो नि पर नमस्ते गर्दा गर्दा गरे मागेर लिएर आएको बित्थामा लगेर झन्डै ठोक्यो ठ्याक्कै हामी चाहिँ ट्रायल सेन्टर आइपुगिसक्यौँ अघि हेर्न लाइन त्यहाँ हेर्न छिटै हिँड्न उयो लिनुपर्छ एक्जामको यो त एक्जामको ए कहाँ टोकन लिनु लाइन यहाँ हो यहाँ ए टोकन थियो खै कहाँ हो टोकन लिनु जानुपर्छ टोकन पाइयो 18 13 17 मेरो 18 17 र 18मा चाहिँ अगाडि नै पर्छ अब यहाँ काउन्टरमा गएर उयो लिएर आउनुपर्छ 1200 तिरेर अनि मात्रै आधी घन्टा सिक्न पाइन्छ आइसक्यो आधी घन्टाको 1200 तिरेर अब त्यहाँ गार्डलाई टोकन लिएर अनि जाने हो यो होला नि क्या टोकन टोकन लानु पऱ्यो नि त्यहाँ यहाँबाट सोधौँ यो काट्नु पर्दैन ए भित्रै जाने हो टोकन ए यही लिएर जाने हो त्यही त म त बा फेरि सिक्नेको पनि यहाँ लाइन होला कि जस्तो लाग्यो नि त त्यही भएर अब यहाँ गाडी सिक्ने अनि अब आधी घन्टाको लागि छिटो छिटो सिक्नु पर्ने नि यहाँ त अहिले गाह्रो हुन्छ अहिले भरे भेट्यौँ अहिले चाहिँ हामीले भित्र गएर आधी घन्टा चाहिँ त्यहाँ गाडी सिकेर अनि यता बाहिर आइसक्यौँ त्यहाँभित्र त भिडियो बनाउनु नपाइने रहेछ मलाई त झन्डै ठोकिहाल्यो नि भिडियो बनाउँदै थिएँ अब मैले चाहिँ यहाँनिर सकेँ मेरो चाहिँ टाइम सक्यो मामाको चाहिँ त्यहाँ हेल्पब्याक गर्दैछ भन्दै थिएँ फोनै लगेर पर नमस्ते गर्दा गर्दा गरे मागेर लिएर आएको ट्रायल हुँदा चाहिँ पाइँदैन थियो थाहा थियो होइन तर यो बिहानै सिक्दा पनि पाइँदैन भनेको थाहा भएन क्या त्यो ट्रायल सेन्टरभित्रै नपाइने रहेछ त्यो फोटो भिडियो खिच्न थाहा भएन अनि गएर बनाउँदै थिएँ लगिदियो फोन अनि बल्ल बल्ल नमस्ते गरेर सबै डिलिट गरेर रिसाइकल बिनबाट पनि डिलिट गरेर उडाएर अझै आधी घन्टा खोताले गर्छ फोन सबै डिलिट गरेर अनि बल्ल बल्ल निक्लेर आयौँ अब चाहिँ यता बाहिर निस्केको छौँ 8:30 हुँदैछ बिहानै आएको अब यहाँनिर भरे 11:30 मात्रै अरे अलिक छिटो आएछ नि आउनु त होइन टाइम पाउने रहेछ गाडी पनि त्यस्तो प्याक नहुने रहेछ पाउँदैन होला सिक्न भनेर हतार हतार आएको बित्थामा लगेर झन्डै ल अब त्यही अब के गर्नु खाजासाजा खानु के गर्नु भित्र खिच्न पाइँदैन रहेछ अब भरे के हुन्छ त्यही इन्फर्मेसन दिनु मात्रै हो नत्र त खसी पार्छन् लगेर त्यसले झन्डै लग्यो नि मलाई त यहाँ आइज यहाँ उल्टा बोल हेर भन्दै मान्छेले मामा पर अब एकचोटि हेल्पब्याक खाँदै त यता बोलाएको बोलाइदियो टाइम सक्यो म भन्दा 1 भन्दा त ल 10 मिनट जति भएको छ जस्तो लाग्छ त्यो अघि टाइम सक्यो ल ठिकै छ सबै टाकटुक डिलिट गरिदियो मा ठिकै छ अब के गर्नु पाइँदैन भने त पाइँदैन नि त सबै डिलिट गरिदियो अनि रिसाइकल बिनबाट पनि खोताले गरेर डिलिट गर्दै सबै उडाइदियो भ्युज पनि आयो नि केही एकदम तर आउँछ ल अब अहिले उतै पर गएर कता भेट्नु छ भरे अब के हुन्छ अनि भन्नु त फाइनली गाइज मेरो चाहिँ पत्तो आयो होइन यत्रो कति भने 18 दिनपछि स्कुल 0 लेभलदेखि 18 दिनपछि PASS पास मेरो चाहिँ भयो मामाको चाहिँ अलिकति मिस्टेक भयो मिस्टेक भन्दा पनि त्यो के भयो अहिले सोध्नुपर्छ उसैलाई होइन के भयो भन्ने कुरा उसैलाई थाहा छ नि त मजाले त्यही भएर के भएको अरे तेरो खासमा भन् त भन्न रातो परिरहेको थियो रोकेको झ्याप्प रोकिसक्छ त हरियोमा रोकिसकेर हो त्यस्तै अब के हुन्छ नि त त्यो उसले अब एकचोटि छोड्दिन नि सक्न त अब त्यस्तै अनि त्यस पछाडि होइन अब भन्नु त नहुने भनिदिउँ न एउटा केटी आइरहेको थियो मेरो पछाडि त्यसलाई चाहिँ 2 चोटि स्टार्ट बन्द भएको ठ्याक्कै मेरो म बसेको ठाउँमा त्यो युटर्न लिएर ठ्याक्कै जेब्रा क्रसिङमा होइन 2 चोटि स्टार्ट हुँदा पनि जानु दिएन कुरी त्यस्तै भयो अनि रिसिट गर्न त मलाई के थिएन अलिक छिटो त्यस पछाडि चाहिँ मामाको चाहिँ अब फेरि एकचोटि ट्रायल दिने बेला हो त्यही हो मेरो चाहिँ 7 दिनपछि उहाँ कहाँ अरे भर्याङ ठुलो भर्याङ जानु भन्छ अब उसको चाहिँ अब फेरि भोलि एकचोटि त्यहाँ फर्म रिट्रायलको फर्म भरेर अनि फेरि त्यहाँ गएर राजस्व बुझाएर अनि पर्सि ट्रायल हान्न जानुपर्छ फेरि ल आजको लागि चाहिँ भिडियो यति नै हाम्रो 18 दिन ड्राइभिङ सिकेर जाँदा चाहिँ मामाको चाहिँ एउटा अब त्यस्तै भयो होइन अब अझै छ हाम्रो त बाँकी ड्राइभिङ स्कुलमा पनि यो र म सँगै परेको थियो नि त अनि सही दुईजनै मस्त अगाडि पछाडि एड कटायौँ पर बम्पर कटायौँ मस्त है ढुक्क गइरह्यो होइन मस्त कट्छ भनेर दुइटैले पेपर हराउँदै जाने भनेर गएको त यत्र दुइटैले
एउटाको त फ्यास्टअप हो म चाहिँ गएँ त्यहाँदेखि उतै उतै म त फेरि पर खोज्छु कहाँ गएछ भन्छु पर म निस्केर बाहिर गएँ अलि मासतिर गएँ त्यहाँबाट पनि हेर्छु आउँदैन त आउँदै थियो पछि आउँदै थियो पछि अनि फेरि कति नम्बरको गाडी थियो चाहिँ मैले थाहा नै पाइनँ कि यो कति नम्बरको गाडी थियो माथि भनेर अनि भरे भयो त गेट बाहिर निस्किन्छ बाहिर पो कुद्दैछ मान्छे त अनि भएन अब जस्तै अब 3 दिनपछि भइहाल्छ त्यहाँ रिट्रायल छिटो हुन्छ नि त त्यही भएर अब फेरि अब भ्लगमा आइहाल्छ सबै के हुन्छ हेर्दै गर्नु होला आजको लागि चाहिँ बाई बाई